बनाउनु सराप थियो कि मैले यो ज्ञानकोश एपमा हैन यत्रो मल्टिपल कन्टेन्ट्सहरू प्रिपरेसन्स ब्रिज कोर्सहरू दिएर कि मैले गलत गरेँ किनकि हैन यही प्लेटफर्ममा हैन यही चिजको लागि मैले यदि चार्ज गरेको भए नेपालको टप एपमा काउन्ट हुन्थे तर मैले के गर्थेँ त भन्दाखेरि चाहिँ यो सबै कन्टेन्टहरू फ्री अफ कस्ट विथ लर्न मोर डिटेलसँग के गर्दै फ्रीमा प्रोभाइड गर्दै हैन यो र के थियो मेरो लागि पाप थियो जस्तो लाग्यो किनभने भन्दाखेरि चाहिँ धेरै कुराहरू महसुस भयो कि यो एप्लिकेसन चाहिँ तपाईलाई के दिन्छ भन्दाखेरि चाहिँ युट्युबरलाई एउटा प्लेटफर्म दिन्छ जहाँ यदि सानो कन्टेन्ट क्रिएटरहरूले अहिलेसम्म पनि भ्युज नपाएर समस्यामा छन् भने के गर्छ त त्यो भ्युजहरूलाई के गर्न दिन्छ अरू मास लान मौका दिन्छ यदि यो जस्तै टिकटकरहरू हुनुहुन्छ तपाईले के गर्न सक्नु भएको छैन भन्दाखेरि चाहिँ पैसा कमाउन सक्नु भएको छैन आफ्नो वेबसाइटबाट भने तपाईले रिफर गरेर के गर्न सक्नुहुन्छ त पैसा कमाउन सक्नुहुन्छ अनि त्यस्तै गरेर यदि तपाई सी प्रिपरेसन गर्दै हुनुहुन्छ तपाईको लागि सी को मल्टिपल कन्टेन्टहरू विथ एक्सप्लेनेसन यो एपले प्रोभाइड गरिरहेको छ हैन यस्तो मजाले डिटेलमा एक्सप्लेनेसनहरू प्रोभाइड गरिरहेको छ यदि तपाईले कोरियन पढ्दै हुनुहुन्छ जर्मनी पढ्दै हुनुहुन्छ यही तरिकाले के गरिरहेको छ एक्सप्लेनेसन गरिरहेको छ यदि तपाईले केही पनि गर्न सक्नुहुन्न तपाई सिर्फ के गर्न सक्नु भएको छ भन्दा चाहिँ गाउँखाने कथा खेल्न चाहनु भएको छ टाइम पास गर्न चाहनु भएको छ यो सबै गर्दा गर्दै तपाईले के गर्न सक्नुहुन्छ त पैसा पनि कमाउन सक्नुहुन्छ कि यस्तो एप दिनु नै मेरो लागि पाप थियो किन हो नेपालीहरूले के गर्छन् भन्दाखेरि चाहिँ नेपाली कन्टेन्टहरूलाई प्रमोट गर्दैनन् यही ठुल्ठुलो कर्पोरेसनको जहाँ पैसै तिरेर कन्टेन्ट पाइन्छ भन्ने भ्रममा छन् सबैले लुटिरहेको छन् नेपालीहरू लुटिरहेकै छन् सो नेपालीहरूको माझ यो कन्टेन्ट ल्याउनु नै एउटा पाप भयो जस्तो लाग्यो।